हे माया के हो बुझेनौ जानेनौ मैले भागम भन्या थे मानेनौ माथि पर्योले। हे खरबारीमा घाँस काट्दा भेटाको बिर्सियौ र बाउ आएर खेदाको माथि कालेले। हे ऋषि बिथ्यो हाम्रा दुई घरकाको त्यसैले त भए मार्काको माथि कालीले। हे दुई परिवार बिचको रिसमा मेरो माया फेरि यो बिसमा माथि कालेले गीतैको मायालु भयो आजले। नमस्कार अनि हार्दिक स्वागत छ। संसारभर छरिएर रहनुभएका सबै नेपालीहरूको मिठो सम्झना व्यक्त गर्दै आज हामी एउटा लाइभ दोहोरी बसाइमा जोडिएका छौँ। यो बसाइमा जोडिनुभएका सबैलाई फेरि पनि स्वागत गर्दै सर्वप्रथम त हाम्रो यो बसाइलाई पूर्ण गर्नका निम्ति यता हाम्रो पछाडि हुनुहुन्छ वाद्यवादन सम्पूर्ण टिमहरूप्रति उच्च सम्मान व्यक्त गर्दै यो बसाइलाई अझ पूर्ण गर्नका निम्ति यता पुरुष कलाकारतर्फ म छोटो परिचय दिन चाहन्छु। आजको यो लोकदोहोरी बसाइमा लिड गर्नका निम्ति बिचरा वसन्त बाबु गिरी हुनुहुन्छ, उहाँलाई स्वागत छ। यसै गरी उहाँको छेउमा हुनुहुन्छ सबैले मन पराउनु भएका चिरपरिचित अनुहार, सुन्दर मान्छे, सुन्दर कला, साथै उहाँकै आज हामीले गीत गाउनेछौँ लोक सर्जक लोकगायक खिम विश्वकर्मा, उहाँलाई पनि स्वागत छ। यसै गरी उहाँको छेउमा हुनुहुन्छ अर्को गायक अनि उतातिर पनि हुनुहुन्छ सम्पूर्ण गायक पुरुष कलाकारतर्फ हुनुहुन्छ, उहाँलाई स्वागत गर्दै मुष्ट रूपमा। यतातिर महिला कलाकारतर्फ हुनुहुन्छ आजको यो लोकदोहोरी बसाइमा लिड गर्नका निम्ति मिना बुढाथोकी, सबैले मन पराएको गायिका, मिठा शब्दहरू प्रहार गर्नुहुन्छ। यसै गरी कल्पना विक हुनुहुन्छ अनि उतातिर हाम्रो अर्को गायिका पनि हुनुहुन्छ। सबैका नाम छुटाएका सबै कलाकारहरूप्रति फेरि पनि स्वागत गर्दै आज हामी एउटा विषयवस्तुमा रहेर गीत गाउनेछौँ। बालपनमा छुटिएका दुई जोडी धेरै पछि भेट भएको छ, त्यो विगत सम्झिनुहुन्छ तिता या मिठा पल के थिए अनि अहिले कता आबद्ध हुनुहुन्छ, के गर्दै हुनुहुन्छ। यसै विषयवस्तुमा रहेर गीत गाउनेछौँ किनकि विषयवस्तु बाहिरका गीतहरू कतिपय अमर्यादित पनि छन्, हामीले देखेका छौँ, सुनेका छौँ। यसैलाई मध्यनजर गर्दै यो विषयवस्तुमा रहेर सभ्य शालीन शब्दहरू यहाँहरूले पक्कै पनि वाचन गर्नुहुनेछ मिठो सङ्गीत मार्फत भन्ने मिठो आशा गर्दै यसै गरी यो हाम्रो बसाइलाई तपाईँको मोबाइल घर जहाँ हाम्रो नेपालीहरू हुनुहुन्छ विश्वभरि सबै कहाँ पुर्याउने हाम्रो क्यामेरा पर्सन मित्रहरू दुवैजना कति हुनुहुन्छ, सबैलाई स्वागत गर्दै अब हामी यो बसाइलाई अगाडि बढाउँछौँ। आजको भाका माथि काली लेख, यसै गीतका सर्जक तथा गायक खिम विश्वकर्मा हुनुहुन्छ, उहाँप्रति उच्च सम्मान व्यक्त गर्दै अब हामी अगाडि जान्छौँ। धन्यवाद। भेट भयो बिर्सेको बेलामा माथि कालेले हितैको मायालु
समयले बनाथ्यो दुईतिर माथि गालीले कसैको मायालाई भयो आज भेट सुन्दै पनि थियो र पीरा समयले बनाथ्यो दुईतिर माथि गालीले कसैको मायालाई भयो आज भेट माथि गालीले हृदयको मायालाई भयो आज भेट। हे हार्यो माया अमेरिकन धनमा सजाएर राखे नि मनमा माथि गालीले हृदयको मायालु भयो आज भेट हार्यो माया अमेरिकन धनमा सजाएर राखे नि मनमा माथि गालीले हृदयको मायालु भयो आज भेट माथि गालीले हृदयको मायालु भयो आज भेट। हे माया के हो बुझेनौ जानेनौ मैले भागम भन्या थे मानेनौ माथि पर्योले माथि गालीले हृदयको मायालु भयो आज भेट माया के हो बुझेनौ जानेनौ मैले भागम भन्या थे मानेनौ माथि गालीले हृदयको मायालु भयो आज भेट माथि गालीले हृदयको मायालु भयो आज भेट। हे माया थियो जवानी साटिन बालापन थियो त्यही भएर आटिन माथि गालीले हृदयको मायालु भयो आज भेट माया के थियो जवानी साटिन बालापन थियो त्यही भएर आटिन माथि गालीले हृदयको मायालु भयो आज भेट माथि गालीले हृदयको मायालु भयो आज भेट। हे भेट्न आउँथ्यौ नबोली फर्किन्थ्यौ मैले सिन्दुर मागेसी तर्किन्थ्यौ माथि गालीले हृदयको मायालु भयो आज भेट माग्थ्यौ त्यो बोली फर्किन्थ्यौ मैले सिन्दुर मागेसी फर्किन्थ्यौ माथि गालीले हृदयको मायालु भयो आज भेट माथि गालीले हृदयको मायालु भयो आज भेट। हे खरबारीमा घाँस काट्दा भेटाको बिर्सियौ र
बिर्सियौ र बाउ आएर खेदाको माथि कालेले हितैको मायालु भयो आज भेट घरबारीमा घाँस काट्दा बेटाको बिर्सियौ र बाउ आएर खेदाको माथि कालेले हितैको मायालु भयो आज भेट माथि कालेले हितैको मायालु भयो आज भेट। हे बिर्स्या छैन त्यो बेला भएको लजाइ काखमा शिर अडाको माथि पर्यो माथि कालीले हितैको मायालु भयो आज भेट बिर्स्या छैन त्यो बेला भएको लजाइ काखमा शिर अडाको माथि कालीले हितैको मायालु भयो आज भेट माथि कालीले हितैको मायालु भयो आज भेट। हे डराई भेट गर्न आकी थियौ सिन्दुर दिन हात काट्दा भागी थियौ माथि कालीले हितैको मायालु भयो आज भेट डराई भेट गर्न आकी थियौ सिन्दुर दिन हात काट्दा भागी थियौ माथि कालीले हितैको मायालु भयो आज भेट माथि कालीले हितैको मायालु भयो आज भेट। हे खेलैमा तिमलाई मन पराए बच्चै थिए खुन देख्दा डराए माथि कालीले मैसँग मायालु भयो आज भेट डराइँदैन तिमलाई मन पराए बच्चै थिए खुन देख्दा डराए माथि कालीले हितैको मायालु भयो आज भेट माथि कालीले हितैको मायालु भयो आज भेट। हे मैले मात्रै भएन चाहेर भगाका हुन् खानदानै लाएर माथि कालीले हितैको मायालु भयो आज भेट मैले मात्रै भएन चाहेर भगाका हुन् खानदानै लाएर माथि कालीले हितैको मायालु भयो आज भेट माथि कालीले हितैको मायालु भयो आज भेट। हे ऋषि बिथ्यो हाम्रा दुई घरकाको त्यसैले त भए मार्का
कालीले माथि कालीले कसैको मायालु भयो आज भेट बित्यो हाम्रो दुई घरकाको त्यसैले त भए अर्काको माथि कालीले हृदयको मायालु भयो आज भेट माथि कालीले हृदयको मायालु भयो आज भेट। हे दुई परिवार बिचको रिसमा मेरो माया फेरि यो बिसमा माथि कालीले हृदयको मायालु भयो आज भेट दुई परिवार बिचको रिसमा मेरो माया फेरि यो बिसमा माथि कालीले हृदयको मायालु भयो आज भेट माथि कालीले हृदयको मायालु भयो आज भेट। हे बुढेसकालमा फेरि भेट भएको छ भन न त भन तिमलाई के कस्तो लागेको छ माथि कालीले हृदयको मायालु भयो आज भेट बुढेसकालमा फेरि भेट भएको छ भन तिमलाई के कस्तो लागेको छ माथि कालीले हृदयको मायालु भयो आज भेट माथि कालीले हृदयको मायालु भयो आज भेट। हे छोरा पनि ल्यारै छौ साथमा म त एक्लै छु तिम्रै यादमा माथि कालीले हृदयको मायालु भयो आज भेट छोरा पनि ल्यारै छौ साथमा म त एक्लै छु तिम्रो यादमा माथि कालीले हृदयको मायालाई भयो आज भेट माथि कालीले हृदयको मायालु भयो आज भेट। हे साथमा कोही होस् जिन्दगी खुलाउने घर जम गर मेरो याद भुलाउने माथि काली